हेलो गाइज, गुड मर्निङ, नमस्ते, ह्याप्पी सन्डे सबैलाई। अनि तपाईँहरूको ब्लेसिङको लागि धेरै धेरै धन्यवाद। अहिले चाहिँ मेरो बिमारी अलिक राम्रो भइसकेको छ। मलाई चाहिँ साह्रै हाई लेभलको एलर्जी भएको रहेछ। त्यही भएर चाहिँ मेरो बडीहरू स्वेलिङ भएको थियो, अनुहारमा पनि पुरा रेडनेसहरू आएको थियो होइन, पुरा बडी इचिङहरू हुँदै थियो। अहिले चाहिँ रेडनेसहरू कम्ती भयो, इचिङ पनि अलिक कम भयो होइन, अनि बडी स्वेलिङ पनि कम भएको छ। त्यही भएर चाहिँ भिडियो बनाऊँ भनेर सोचेको नि त होइन। सबै कुरो ठिक भयो अहिले चाहिँ, तर पनि 1 विकको दबाई दिएको छ। 1 विक दबाई खाएर चाहिँ फेरि यो बुधबार जानुपर्ने। अनि बुधबार गएर चाहिँ फेरि उनीहरूले हेरेर चाहिँ के हुन्छ त्यतिखेर भन्छ होइन। मेरो बडीमा खुन पनि कम भएको रहेछ। अन्त बुधबार गयो भने चाहिँ खुन बढाउने दबाई पनि दिन्छु भनेको छ होइन। त्यति नै हो साथीहरू। अनि म ड्युटी जाँदैछु, गरम छ नि त, त्यही भएर चाहिँ छाता ओढेर गएको। अटोहरू आएर पैसा पारिसक्यो होइन। अब ड्युटी जाँदैछु। बिमारी भयो भने के गर्नु गाइस, बाहिर देशमा आएर बाहिर जग्गामा आएर काम त गर्नै पर्छ होइन, काम नगरी हुँदैन। यति भन्दै आजको ब्लग यही एन्ड गर्दैछु। के हुन्छ अपडेट तपाईँहरूलाई दिनेछु। ओके गाइस, बाई बाई, हेभ अ नाइस डे।